हेलो साथी हो। अब खर्सानी रोप्नु जाँदैछु। मौसम राम्रो भयो तर अलिक ठुलो पानी पर्छ होला है अलिक शीतलमा चाहिँ खर्सानी मजाले सर्छ है। त्यसले गर्दा म खर्सानी रोप्नु जाँदैछु। अस्ति घरकै नजिक यसरी सानो एउटा टुल बक्समा मैले यसको दल लाएको थिएँ है। अनि आज म सार्न जाँदैछु। काफी वेदर चिसो छ। अघि घाममा चाहिँ अलिक यसको रिस्की हुन्छ भनेर है ज्यादा सर्ने चान्सेस हुँदैन। त्यसले गर्दाखेरि चाहिँ अब अलिकति शीतलमा लाउनु पर्यो। जाँदैछु। यस्तो पाराले सेपिलो जग्गामा राखेको थिएँ। कमिला र यो यसले पुरा बिगार्ने रहेछ है। पत्ता त सबै किराले खान थालिहाल्यो। त्यसले गर्दाखेरि म अब यसलाई छिटो सार्नु पऱ्यो। खै अनि फेरि घाम पनि लाग्ला जस्तो गर्दैछ। लाइटिङ पनि हुँदैछ। जबरजस्ती पनि लगाएर खाँदा पानी पर्ने रहेछ।